एसी परीक्षा भूगोलकै कारणले विद्यार्थीलाई महँगो बन्दै। परीक्षा अवधिभरलाई जनही 11,000सम्म तिरेर होटल बसी बसी परीक्षा दिनुपर्ने विद्यार्थीको बाध्यता। शान्तिनिकेतन माध्यमिक विद्यालय रोङ 3 इलाममा रोङ तथा सूर्योदयका गरी 8वटा विद्यालयका 164 जना विद्यार्थीले अहिले एसी परीक्षा लेखिरहेका छन्। यस परीक्षा केन्द्रका अधिकांश विद्यार्थी नजिकैका होटल तथा घरहरूमा पैसा तिरेर बस्छन्। एकजना विद्यार्थीले 10,400 सम्म तिरेर परीक्षा लेखिरहेका छन्। धेरै नै टाढो हो नि हाम्रो लागि त। हामी झापामा बस्छौँ हो, हजुर। इलाममा अब रोङमा पढ्ने स्कुल पढ्छौँ। हजुर। हाम्रो लागि यो धेरै नै टाढो हो भनौँ न। हामीले त धेरै दिन 10,450 भन्दा 10,500 नै लगभग भनौँ। भूगोलको कारणले तथा सरकारको नियम अनुसार नै यो समस्या भएको केन्द्र अध्यक्ष भूपाल खड्का बताउनुहुन्छ। परीक्षालाई विद्यालयमै लेख्न पाउने अथवा नजिकका एउटा दुईटा विद्यालयहरू सहभागी भएर लेख्न पाउने खालको एकापट्टिको व्यवहारिकता हेर्ने हो भने त्यो तरिकाले गर्न पनि सकिएला हो। तर फेरि अब यसलाई चाहिँ स्तरीकृत परीक्षा भन्दै गर्दा यी हाम्रै विद्यार्थीहरू पनि अहिले भगवती मावि इलाममा बसेर प्राविधिक धारको परीक्षाहरू लेखिराख्नु भएको छ हाम्रा यस विद्यालयका विद्यार्थीहरू पनि। त्यसो भएकोले गर्दा व्यवहारिकतामा हेर्दाखेरिको पाटो एउटा रह्यो भने अब स्तरीकृत र परीक्षा व्यवस्थापनको पाटोलाई हेर्ने हो भने अर्को होला। यसलाई चाहिँ अलिक नजिक गर्न पाए, विद्यार्थीको खर्च कम गर्न पाए राम्रो हुन्थ्यो भन्ने चाहिँ हामी सबैकै हो। यो समस्या रोङ गाउँपालिकाको मात्र नभएर अधिकांश क्षेत्रमा छ। तसर्थ यसलाई व्यवस्थापन गर्न परीक्षा केन्द्र निर्धारण गर्दा सबै विद्यार्थीलाई सहज हुने गरी निर्धारण गरिने हो भने विद्यार्थी तथा अभिभावकलाई सहज हुने थियो कि